अब त टुनीबाई बसेर त्यसरी पनि बसेर यहाँ बस्न बस हौ बसेर बजाइ माता कृष्ण हाय म बजाउँदै गीत गाउनु ए कान चालु नानी नाच्छु म बजाउँछु बजो धुन बजो कुन बजो पक्कै कृष्ण कृष्ण ना बजाइदेऊ मागी लडी हुन्छन् हाम्रो लुना धुन बाजो छोरी उताबाट यता फर्क न यता फर्क न बजाइदेऊ उतापट्टि गएर बजाउ न उतापट्टि गएर बजाउ मामाले जान्दैन नलेवे यता लु यता फर्किन यता कहाँ लगेको अब यसरी बजा न यसरी लु नाच है त आऊ न कृष्ण बचन हाम्रा मनैमा छैन छैनन् कृष्ण जानुभयो भित्र बनाइमा आऊ है कृष्ण बचन हाम्रो छैनन् कृष्ण जानुभयो भित्र बनाइमा लु भने राम्रो भने ल फेरि भन्छु त एकले धुन बाज्यो पक्कै कृष्ण हो यता हेर्न पक्कै कृष्ण हुन् नबजाइदेऊ यता हेर ए नबजाइदेऊ मुरली हुन्छ हाम्रो नबजाइदेऊ खोइ नाचेको हो नाचेन राम 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 नानी कृष्ण कृष्ण भन्ने हामीलाई बानी सिकाइदेऊ तिम्रो धाममा आउँछौ कृष्ण बाटो देखाइदेऊ तिम्रो धाम आउँछौ कृष्ण बाटो देखाइदेऊ खोइ त्यसो भन्नु त्यतै यहाँ बसेर के गर्थे आऊ न कृष्ण बसन यहाँ आऊ न कान्छी बसन छेउमै कति लामो जोडी छ त्यो भित्रै पोल्छ है लु गीत गाउँ है ल राम राम भन्ने हामीलाई बानी बचाइदेऊ राम राम बानी बचाइदेऊ तिम्रो धाममा आउँछु राम बाटो देखाइदेऊ तिम्रो धाममा आउँछु राम बाटो देखाइदेऊ कसरी अब कहाँ उभिएर बजाउनु लड्छ त कसले चमाइदिन्छ यहाँ यताबाट को गर्ने हो अब कृष्ण कृष्ण बोल हरे कृष्ण कृष्ण बोल लु भन्नु चाँडो सभा कृष्ण कृष्ण बोल चेतन कृष्ण कृष्ण बोल कृष्ण कृष्ण बोल चेतन कृष्ण कृष्ण बोल हरि हरि बोल चेतन हरि हरि बोल भन्न लु हरि हरि बोल हरि हरि बोल चेतन हरि हरि बोल त्यसैले त भन्छन् कृष्ण हरि हरि बोल त्यसैले त भन्छन् कृष्ण हजुर हरि हरि बोल कोही त पारै लाइन राम्रो भजन गाछ एउटा एक्लै त पानी परो भन पानी परो हरियै भयो भने
पापिनीले उडायो मेरो मन पानी परो पानी परो पानी परो सुन्दैछु पानी पर तप तप पानी पर तप तप भिजेको छु पानी परो छम छम सारा हावा चले जान लाग्यो म्याउ म्याउ त आउँदैन मलाई म्याउ बिरालो मुसो मार्न गयो अनि तारा बाजी लै मामा आए घोडा माइजू आइन् डोली पापाले सोली बुबु माम सुपुक्का कफल गेडी कुटुक्का बिरालो भन्छ म्याउ म्याउ अगुल्टो भन्छ गाई चराउँदै चराउँदै जाउन बनैमा आउन कृष्ण बसन हाम्रा मनैमा गाई चराउँदै चराउँदै जाउन बनैमा आउन कृष्ण बसन हाम्रा मनैमा फेरि भन्छ त गाई चराउँदै चराउँदै लु त गाई चराउँदै हातले गाई चराउँदै चराउँदै जाउन बनैमा आउन कृष्ण बचन हाम्रो मनैमा गाई चराउँदै चराउँदै जाउन बनैमा लु त एक्लै भन्छ गाउँदी पनि गाइदिन्थ्यो मलाई मन परेन कोही नराम्रो भन्छन् गाउँ एक दुईवटा लु बसेर लु गाई म सुन्छु तँ पर म हो र एकादशी तुलसी तिलदान वैकुण्ठैमा लैजानु है भगवान् भन्न एकादशी भन् एकादशी तुलसी तिलदान कोही भन्न लु भन ल एकादशी तुलसी तिलदान वैकुण्ठमा लैजानु है भगवान् कोही त भन्दिन यसले बोल्ला नि त्यसले खोर्सानी जस्तो भयो त त्यो नचलाए चल्ने बेला लाग्छ छैन मुसु आएर बसेको छु हिजो न गीत गा यहाँ उतल जा तल गएर गीत गा छैन भनेको सुनेन छैन चार्जै भएको छैन बुइ यता सुन्नु उता पर के करायो के पो कराएछ हौ दादा हेर हिँडै पर मलाई मिठो बन्ची सुनाइ मातै होइन कृष्ण मातै होइन कृष्ण गराइको छाया फोन ल्याऊ यहाँ फोन हुँदैन
घरबा चाहिँ नै मैता लरेको होइन ढर्स्यो होला हौ त्यो सिरानीमा होइन हौ उता सिरानी लाएर यहाँ आइज फोन लिएर साथी भाइ खाइएको मेला अब लड्यो यो कस्तो खालको केटी छ भने नि यहाँ बाटो लु यहाँ सुतेर यहाँ मलमा बसियो बिगाको लु सुत्न यहाँ हौ चौकी साथी जङ्गलको बाटो बसेर लैलैनी आप्टी बिगाको ओहो आइज न आउँदैन मेरो त्यो लान्थ्यो काली ओराली बाटो लैलैनी आउँदैन मेरोमा त आयो मसालाई लड्छ हौ जान्थे प्यारी मलाई मिलेन मेरो बिर्सेछन् सबै गीत मेरा आउनु मेरा गीत आउँथ्यो नि ठुल्ठुलो कोही सुत्न सुत हौ त्यहाँ कहाँ गएको अब म यहाँ राख्ने यहाँ राख यो रुदाको समय यो पानीको बहाव भएको समय पनि यहाँ हुँदैन नानीको घर छ समयमा त कस्तो हुन्छ यति धेरै सुन्दर झरना छ खोइ म यो दृश्यलाई पनि यहाँ तान्ने झरना नि तपाईँहरू पनि आउँदै हुँदैन झरना हाम्रो गाउँघरमा रमाउने हामी यहाँ आइपुगेपछि यति सुन्दर झरना यो खरियामको समयमा पनि यस्तो सुन्दर झरना देख्दा चाहिँ मन फुरुङ्गै भयो झरनाको वरिपरि निकै नै रमाइलो गरियो माथि माथि देखिने गाउँघर अनि डाँडाकाँडाहरूको दृश्यहरू पनि निकै नै अवलोकन गरियो सुन्दर प्रकृति सुन्दर डाँडाकाँडा झरनाहरूको दृश्यहरू बाटो केही पनि थाहा थिएन निकै नै अप्ठ्यारो आयो यो खोलाको पनि नाम थाहा छैन अनि अप्ठ्यारो भएको कारणले त उत्रेर हिँड्दैछु भने अब हाम्रो सरहरूले साथीहरूले बाइक लाँदै हुन्छ अगाडि ठाडो उडालो छ यो जोखिम हुन्छ सर बिस्तारै लानुहोस् है गडरै लानुहोस् त्यस्तै भेडा हिँड्थ्यो नि हामी ढुङ्गा पनि